साथीभाइ हो ल चिन्नुहुन्छ यो हेर्नुहोस् अम्मा यहीँ झरेको रहेछ यो चाहिँ सबै कुहिएछ हेर्नु है यस्तो त खानु हुँदैन होला यो हो टोटोलाको फुल है यो त अलिक उयो भएछ कुहिएछ यो त लाँदिन यो म टोटोलाको फुल खोज्न आएको छु यो रुख यहाँ माथि छ है यहाँ ए साथीभाइ हो यो चाहिँ नि एकदम बर्खामा चाहिँ खोजी खोजी खानुपर्छ एकदम मिठो हुन्छ है गाइस टोटोलाको फुलै यो प्रेसरहरू हाई हुनुहुन्छ भनेदेखि यो खानुहोस् है कतिजना बुद्धिस्टहरूले खानु हुँदैन है तर म चाहिँ खान्छु म चाहिँ खाने हो यो चाहिँ एकदम मनपर्छ है किनकि यो यतिकै कुहेर वेस्ट हुन्छ नि त बेस्ट अर्ग्यानिक सब्जी है खानुहोस् यो एकदम पेटमा डाइरिया हुँदाखेरि भुँडीहरू दुख्दाखेरि एकदम राम्रो हो यो टोटोलाको फुल खानु है साथीभाइ म चाहिँ यसरी उन्दैछु अब सिरोमा उनेर लाने यसरी माला बनाएर यो त अब सब्जी खान्छौँ हामीले होइन तर यसको दाप हुन्छ नि दापभित्र भएको जुन चाहिँ फुल कोकोमेन्दो जो फुल लाउँछ त्यो फुल चाहिँ फेरि फुलको ब्याज चाहिँ फेरि घाँटी दुखेको एकदम राम्रो दबाई हो यति भयो है साथीभाइ हो है पहिला वर्षको चाहिँ दाप यसरी झरेको छ यी है